तपाईँको पुरै के तपाईँको कम्प्युटर जस्तो भाइब आउँछ होइन। तपाईँले हेर्न सक्नुहुन्छ यहाँ बब्बाल चल्छ कि केटा ल्यागै छैन कि ब्लुटुथमा हुन्छ नि जुन चाहिँ। अब तपाईँले यही हो हुन चाहिँ अब तपाईँको यहाँ अर्को एउटा दामी फङ्सन यो किबोर्ड एन्ड माउसको चाहिँ के हो भन्दाखेरि होइन तपाईँले हेर्न सक्नुहुन्छ है तपाईँको सबै यहाँ तपाईँको हुन्छ नि आइकनहरू अलरेडी यहाँ सेट राखिरहेको छ कि अलरेडी यहाँ राखिरहेको छ कि। सो तपाईँले गन चेन्ज गर्नु पऱ्यो भने तपाईँको यो 2 1 ग्रेनेडहरू 3 होइन 4 यसरी चाहिँ सबै तपाईँको जस चाहिने कुराहरू चाहिँ तपाईँलाई यहाँ अलरेडी एउटा सेटअप गर्ने तरिकाले राखिदिएको छ है यो किबोर्डमा चाहिँ। तपाईँले यो किबोर्ड युज नगरिकन अर्को किबोर्ड पनि युज चाहिँ गर्न सक्नुहुन्छ, अर्कै माउस पनि युज गर्न सक्नुहुन्छ होइन। यही पुरै किन्न पर्छ भन्ने पनि छैन। तपाईँलाई चाहिने भने चाहिँ मेन भने चाहिँ यो हो है। यो पनि एउटा छुट्टै किन्न पाउँछ 1600-1700 रुपियाँ कति पर्छ होला। एन्ड मलाई यो कस्टिङ चाहिँ कति पऱ्यो भन्दाखेरि तपाईँको 2900 पऱ्यो है। यो चाहिँ मैले यहीँ नजिकै स्टोरबाट किनेको हो। अनि तपाईँले दराजतिर किन्न भयो भने चाहिँ 3300 त्यसैमा आइरहेको छ अहिले चाहिँ होइन। सो एकचोटि ट्राई गर्नुहोस् होला तपाईँहरू पनि, एकदमै वर्थ छ है। जस मैले सोचेको भन्दा धेरै नै राम्रो पर्फर्मेन्स गरेर छ कि। अनि तपाईँको जस यहाँ हेर्न सक्नुहुन्छ यहाँ पुरै तपाईँको यहाँ केही पनि आइकनहरू नभएर जम्प बटनहरू यहीँ छ सबै होइन। त्यो कुनै पनि आइकन नभएर चाहिँ एकदमै क्लिन देख्ने कि। अनि तपाईँको अझै यो ठुलोवाला तपाईँको हुन्छ नि ठुलोवाला ट्याब्लेटहरू के छ भने तपाईँले पब्जी फ्री फायर त्यसमै खेल्नुहुन्छ झनै तपाईँलाई चाहिँ एकदमै एडभान्टेज पोइन्ट आउँछ है। अब मेरो त अलिकति सानै छ डिस्प्ले, सानो त के भन्नु जस्ट ठिकै हो। त्यही पनि मलाई चाहिँ अलिकति सानै लाग्यो भनौँ न। रिकोइल पनि तपाईँले मजाले कन्ट्रोल गर्न सक्नुहुन्छ है, त्यस्तो गाह्रो छैन है रिकोइल पनि। थोरै मात्रै तपाईँको त होइन तल राख्यो भने जस मजाले आउँछ कि। ल यति भन्दा के चाहियो त अब ल हामीलाई होइन त।